नमस्कार। यो केजी अम्बाको बोट अहिले चौथो वर्ष भयो। यो लगाएको दोस्रो वर्षदेखि नै यसले उत्पादन दिन सुरु गरेको हो। केजी अम्बा लगाउनुको मेन फाइदा भनेको फल ठुला हुन्छ यसमा र रोग प्रतिरोधात्मक शक्ति धेरै हुन्छ र अरू अम्बामा जति यसमा चाहिँ रोग किरा लाग्दैन। र यसमा सबैमा मैले फ्रुट कभर लगाएको छु। हरेक फलहरूमा फ्रुट कभर लगाएको छु। फ्रुट कभर लगाउनुको मेन कारण भनेको रोग किराबाट बचाउन र फललाई सुन्दर देखाउनलाई हो। तपाईहरुलाई टिपेर देखाउँछु। फल सुन्दर देखिन्छ। रोग किरा कतै लागेको छैन। देख्दाखेरि बडो सुन्दर हुन्छ। र फूल फुलाउँदा मैले यसलाई गाउँघरको भाषामा भन्दाखेरि ताले फूल फुलाए, जसले गर्दा कोही अम्बा पाकिसक्यो, कोही सानसाना दाना छ, कोही ठुलठुला भइसकेका छन्, जसले गर्दाखेरि एकैचोटि अम्बा पाकेर खेर जाँदैन। जुन टेक्निक चाहिँ फूल फुल्दा नै अपनाउनु पर्ने हुन्छ। दाना ठुलठुला छन् र सुन्दर छन् र रोग किरा केही छैन यसमा।